हेलो दर्शकबिनहरू, तपाईँहरूले मलाई अब मजाले पहिला मेरो भ्लगहरू चल्थ्यो। अब फेरि यो नेक्स्ट के भन्छ यो मेरो सेकेन्ड भ्लग गर्दैछु। यो अब तपाईँहरूलाई म त्यही भन्छु, सबैलाई नमस्ते, स्योर हो स्योनी फ्याब्लो ट्यासिदीले मेजर भन्दा यो मेरो फर्स्ट यो आज यो भ्लग चाहिँ हाम्रो यो देवीस्थानको म तपाईँहरूलाई देखाउँदैछु। हेर्दै जानुहोस् तपाईँहरूले यो दृश्यहरू। लप्चूको प्राचीन कालदेखि मानिएको मन्दिर हो यो र तपाईँलाई म यो वरिपरिको अलिकति दृश्यहरू देखाउँदैछु। तपाईँहरू पनि यसो टाढाको साथीहरू छ भने पनि यसो यो मन्दिरमा चाहिँ अब यो महाशिवरात्रि हुँदैछ त्यो टाइममा आउनुहोस्। त्यसपछि भित्रको दृश्यहरू पनि हेर्नुहोस् तपाईँहरूले पनि। र यो मेरो फर्स्ट यो ओपनिङको आजदेखिको मेरो चल्दैछ यो भ्लग तपाईँहरूको रतनसँग। यो मन्दिरको दृश्यहरू र यो यहाँ नै अब हाम्रो भित्र माता रानीको कहानी म खिच्न जाँदिनँ, बादमा खालि देखाउँला। यहाँ चाहिँ अब हाम्रो विश्वकर्मा के भन्छ शिवरात्रिको दिन यहाँ पूजा हुने छ। यो मन्दिरको दृश्यहरू वरिपरिको र त्यति भन्दै दर्शकबिनहरू छोटो अनि मिठो यो भ्लग यिनै बन्द गर्नेछु। सबैलाई जय श्री कातेश्वर।